3 वर्षकी अबोध बच्चा गरिमा चौधरीलाई त्यो पापीले चकलेटको लोभ देखाएर लगेको थियो। बलात्कार गरियो र आफ्नै पाप लुकाउन बालिकाका दुवै आँखाहरू फुटाइदियो। अझै चित्कार बाहिर नआओस् भनेर जिब्रो समेत क्रूरतापूर्वक काटिदियो। जुन बच्चीले कसैको केही बिगारेकी थिएनन् उसैमाथि यतिसम्मको विभत्स यातना। सबैभन्दा मुटु काम्ने दृश्य त तब भयो जब प्रहरले त्यो छेदविच्छेद लास बरामद गर्दै थियो। तब हत्यारा अरू गाउँलेहरूसँगै भिडमा उभिएर न्याय चाहियो भन्दै तमासा गरिरहेको थियो। अब पनि यस्ता पिशाचहरूलाई हाम्रै करबाट पालेर जेलमा राख्ने कि सोझै फाँसीमा झुन्ड्याउने यो बहस चल्न थालेको छ। बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर 1 दस्तुरी 2083 साल साउन 31 गतेको त्यो कालो बिहान अरू दिन जस्तै घाम झुल्किँदै थियो। तर कसलाई के थाहा त्यो बिहानको मनोज चौधरी र मनमती चौधरीको खुसी संसारलाई सधैँका लागि अन्धकारमा धकेल्दै थियो। उनीहरूकी 3 वर्षीय छोरी गरिमा चौधरी जसको तोते बोलीले सिङ्गो घर गुन्जिरहन्थ्यो। बिहानको 8:30 बजीतिर आफ्नै घर आँगनमा उनी खेलिरहेकी थिइन्। 3 वर्षको त्यो कलिलो उमेर न कसैसँग दुश्मनी न त संसारको पाप र क्रूरताबारे कुनै भान नै थियो। तर त्यही आँगन वरपर एउटा मानवरूपी नरभक्षी ब्वाँसको चाहिँ मौका पुरेर बसिरहेको थियो। मिनेटहरू बित्दै गए। आमा मनमतीले छोरीलाई बोलाइन् तर कुनै आवाज आएन। आँगन खाली थियो, गल्लीहरू सुनसान थिए। 3 वर्षकी अबोध नानी एकाएक गायब भइन्। आमाको छातीमा चिसो पस्यो। बुबा मनोज चौधरी गाउँका कुना काप्चा र गल्लीहरूमा भौतारिन थाले। छरछिमेकीहरू भेला भए। गाउँभरि गरिमा गरिमा भनेर चित्कार गुन्जियो। तर ती अबोध बालिकाको कुनै अत्तोपत्तो पाउन सकिएन। समय बित्दै जाँदा आमाको मनमा भयानक आशंकाले आगो बाल्न थाले। आफन्त र गाउँलेहरू दौडिँदै प्रहरी चौकी पुगे। हराएको रिपोर्ट दर्ता गराए। प्रहरी र स्थानीयवासी टोली बनाएर नजिकैका जङ्गल झाडी र कुना काप्चामा खोज्न निस्किए। तर त्यो दानवले बालिकालाई अर्कै नर्कमा पुर्याइसकेको रहेछ। खोजीकै क्रममा गाउँलेहरू सोधपुछ गर्दै म्याजिक भ्यान चलाउने 24 वर्षका प्रोग्रेस चौधरीको घरसम्म पुगेका थिए। जब गाउँलेले शङ्का लागेर त्यो केटा कहाँ छ उसलाई बोलाउनुस् सोधपुछ गर्नुपर्छ भनेर सोधे तब प्रोग्रेसका बुबा आमा र सानी आमा एक्कासी राक्षसी शैलीमा जाइ लागे। हाम्रो छोरोको के दोष छ, किन मेरो छोरामाथि दोष लगाउँछौ भन्दै उनीहरूले उल्टै झर्को फर्को गरेर खोज्न गएका गाउँलेलाई लखेट्ने प्रयास गरे। त्यो अस्वाभाविक र आक्रामक व्यवहारले केही गडबड त छ भन्ने सङ्केत त गरेको थियो। तर त्यति बेला केवल बालिका हराएको उजुरी मात्रै भएकाले र स्पष्ट प्रमाण नभएकाले त्यो रहस्य प्रहरीको मुख्य अनुसन्धानसम्म पुग्नै पाएन। साउन 31 गतेको निष्पट रात पर्यो। मनोज र मनमतीको आँखामा निद्रा होइन आँसुको भेल थियो। 3 वर्षकी छोरी कहाँ होली, खाइ कि खाइन होली, कुन अवस्थामा होली, यो सोचले बाबुआमाको मुटु छिया छिया बनाइरहेको थियो। तर कसैलाई थाहा थिएन जितपुर सिमराको त्यही भक्तिनगरमा रहेको एउटा सुनसान खाली घरभित्र त्यो दानवले 3 वर्षीय गरिमाको जीवन लीला अन्त्य गरिसकेको थियो। साउन 31 देखि भदौ 2 गतेको त्यो पछिल्लो प्रहरसम्म लगातार 3 दिन 3 वर्षकी सानी गरिमा कतै न कतै जीवित भेटिन्छन् भन्ने आशामा परिवार र सिङ्गो गाउँलेहरू दिनरात नभनी कुना काप्चा चाहरिरहेका थिए। तर उनीहरूलाई के थाहा नियतिले उनीहरूका लागि एउटा यस्तो भयावह र मुटु काम्ने दृश्य पर्खिरहेको थियो जसले सिङ्गो देशको सातो उडाउनेछ भनेर। भदौ 2 गते मङ्गलबारको साँझ समय करिब 5:45 बजेको थियो। जितपुर सिमरा 1 भक्तिनगरमा रहेको स्थानीय वीरबहादुर रोकाको टायलले छाएको एउटा एकतले खाली घर जहाँ लामो समयदेखि कोही बस्दैन थिए। अचानक त्यो घरको परिसरबाट एउटा दुर्गन्ध फैलिन थाल्यो। आउजाउ गर्ने गाउँलेहरूको मनमा चिसो पस्यो। केही छरछिमेकीहरू हिम्मत जुटाएर त्यो सुनसान घरको नजिक पुगे। ढोका बन्द थियो। उनीहरूले धमिलो झ्यालबाट भित्र निहालेर हेर्दा एउटा कुनामा कपडा र प्लास्टिकको अनौठो थुप्रो देखे। दुर्गन्ध त्यहीबाट आइरहेको थियो। खबर पाउन साथ प्रहरी टोली साइरन बजाउँदै घटनास्थल पुग्यो। जब ढोका खोलेर प्रहरी र गाउँलेहरू भित्र पसे कपडाको त्यो थुप्रो बन्साउन साथ त्यहाँको दृश्य देख्दा अनुसन्धानमा खटिएका प्रहरी अधिकृतहरू समेत सातो उड्यो। त्यहाँ 3 वर्षीय सानी गरिमा चौधरीको छेदविच्छेद गनाइसकेको लास थियो। त्यो मानवरूपी पिशाचले आफ्नो पाप लुकाउन ती 3 वर्षीय अबोध बालिकाका दुवै आँखाहरू फुटाइदिएको थियो। उसको विभत्स अत्याचार र करणीको विरोधमा बालिकाको चित्कार बाहिर नआओस् भनेर जिब्रो समेत क्रूरतापूर्वक काटिदिएको थियो। 3 दिनसम्म बन्द कोठाभित्र पुगिएको त्यो सानो शरीर हेर्नै नसक्ने अवस्थामा थियो। त्यति बेला गरिमाका बुबा मनोज सीसीटीभी फुटेज हेरेर फर्किँदै थिए। छोरीको त्यो अवस्थाको खबर पाउन साथ उनी घटनास्थलमै अचेत भएर ढले। आमा मनमतीको हृदय विदारक चित्कारले भक्तिनगरको सिङ्गो वातावरण नै शोक र आक्रोशमा डुबाइदिएको थियो। घटनाको विभत्सता हेर्दा बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरको नेतृत्वमा विशाल टोली खटाइयो। घटनास्थललाई तत्कालै सिल गरियो। अपराधीको सुराग पत्ता लगाउन वीरगञ्जमा रहेको मध्य प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर सहितको फरेन्सिक टोली बोलाइयो। 3 वर्षीय अबोधको पीडालाई यसरी निमोट्ने त्यो पिशाच केही गरी पनि उम्किन नपाओस् भनेर प्रहरीले चारैतर्फ
अनुसन्धानको कडा घेरा कस्न सुरु गर्यो। प्रहरीका लागि यो केवल एउटा अपराध मात्रै थिएन, यो मानवतामाथि नै परेको एउटा ठूलो चुनौती थियो। त्यसपछि सुरु भयो मुटुको ढुकढुकी बढाउने दृश्य। तालिम प्राप्त कुकुरले गन्ध पछ्याउँदै भक्तिनगरका अँध्यारा गल्लीहरू चहार्न थाल्यो। कुकुर सिधै पुगेर एउटा ना 1J7758 नम्बरको म्याजिक भ्यान र त्यसका चालक सहचालक हिँड्ने बाटोतिर बोक्न थाल्यो। कुकुरको त्यो स्पष्ट सङ्केतले प्रहरीको अनुसन्धानलाई सोझै अपराधीको ढोकासम्म पुर्याइदिएको थियो। प्रहरीले ढिला नगरी म्याजिक भ्यानका खलासी 16 वर्षीय सुमन थापालाई नियन्त्रणमा लियो। सुरुमा उसले थाहा नपाएको नाटक गर्यो, निर्दोष बन्न खोज्यो। तर जब प्रहरीले आफ्नो शैलीमा सोधपुछ सुरु गर्यो, त्यो पिशाचको सातो भयो। उसले आफ्ना पापका काला पानाहरू एउटा एउटा गरी उफल्न थाल्यो। सुमनले बयान दिँदै भन्यो, साउन 31 गते बिहान 8:30 बजे उसले ती सानी बालिकालाई चक्लेटको लोभ देखाएर पकाएको रहेछ। कसैले नदेख्ने गरी त्यही खाली घरभित्र लगेको रहेछ। जबरजस्ती करणी गरेर त्यो पाप लुकाउन आँखा फोडेर जिब्रोसम्म काटेर मारिदिएको रहेछ। त्यसपछि प्रहरीले म्याजिकका धनी तथा चालक 24 वर्षीय प्रवीण चौधरीलाई पनि लगत्तै समात्यो। बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले पत्रकार सम्मेलन गर्दै यी दुवै नरभक्षीहरूलाई शासन गरे। उनीहरूमाथि जबरजस्ती करणी र कर्तव्य जानको मुद्दा दर्ता गरियो। कस्तो डरलाग्दो सत्य! जुन मान्छेलाई समाजले सामान्य किशोर ठानेको थियो, त्यो त भित्रभित्रै एउटा भयानक दानव बनिसकेको रहेछ। 3 वर्षकी बालिकालाई चक्लेटको लोभ देखाएर नर्कको यातना दिने यी पिशाचहरू पक्राउदा परे। तर के यिनीहरूलाई जेलमा राखेर मात्रै गरिमाको आत्माले शान्ति पाउँछ? अदालतको ढोकासम्म पुग्दा यो केसमा एउटा यस्तो विभत्स सत्य बाहिर आयो जसले सिङ्गो देशको रगत फेरि उमालिदियो। भदौ 2 गते साँझ जब प्रहरीले त्यो सुनसान घरबाट 3 वर्षीय सानी गरिमाको क्षतविक्षत लास बरामद गर्दै थियो, तब त्यहाँ हजारौँ गाउँलेहरूको रोदन र चित्कार गुन्जिरहेको थियो। तर त्यही भिडभित्र ती नरभक्षी पनि सर्वसाधारण जस्तै अगाडि उभिएर तमासा हेरिरहेका रहेछन्। उनीहरूले आफूलाई निर्दोष देखाउन गाउँलेसँगै न्याय पाउनुपर्छ भन्दै अभिनयसम्म गरिरहेका रहेछन्। आफ्नो हातमा 3 वर्षीय अबोध बच्चीको रगत लतपतिएको थियो, तर अनुहारमा न कुनै डर न कुनै पश्चाताप। कतिसम्म गिरेका पिशाचहरू! यता साउन 31 गते बिहानै बालिका हराएको सूचना पाउँदा पनि इलाका प्रहरी कार्यालय सिमराले सुरुका 2 दिन खोजीमा गम्भीरता नदेखाएको भन्दै जितपुर सिमरामा विरोध सुरु भयो। स्थानीयवासी र पीडित परिवार सडकमा उत्रिए। प्रहरीको घोर लापरवाहीका कारण नै यी सानी गरिमाले 3 दिनसम्म त्यो नर्कको यातना सहनु परेको भन्दै जनआक्रोश ज्वालामुखी विस्फोट भयो। चर्को विरोध र प्रदर्शनपछि अन्ततः नेपाल प्रहरी हेडक्वार्टरले ठूलो कदम चाल्यो। सिमराका प्रहरी नायब उपरीक्षक दिलीप छेत्रीको सरुवा गरियो। प्रहरीले ती दुवै अभियुक्तलाई अदालत पेश गरेर हिरासतमा त हाले। तर के यतिले मात्रै मनोज र मनुमतीको गुमेको संसार फिर्ता आउँछ? के 3 वर्षकी नानीका फुटाइएका ती आँखाहरू र काटिएको त्यो जिब्रोले न्याय पाउँछ? आज सिङ्गो नेपाल एउटै आवाजमा कराइरहेको छ। अब धेरै भयो, हद भयो। निर्मला भागीरथी हुँदै गरिमासम्म आइपुग्दा पनि हाम्रा कानुनहरू किन कमजोर छन्? यस्ता नरभक्षीहरूलाई जनताको करबाट जेलमा पोसेर पालेर राख्ने होइन, यिनीहरूलाई सोझै मृत्युदण्ड दिने कानुन नबनेसम्म हाम्रा छोरीहरू कसै गरी सुरक्षित हुने छैनन्। गरिमाका हत्याराहरूलाई फाँसी दे, अबोध गरिमा चौधरीलाई न्याय दे। यदि आज पनि नेपाल सरकार र नेपालको कानुन पछि पर्यो भने भोलि यस्तै घटनाहरू हामी माझ आइरहनेछन्। हार्दिक श्रद्धाञ्जली गरिमा चौधरी।